यहाँहरू सबैलाई म हार्दिक नमन गर्न चाहन्छु। आज पनि मैले एउटा कविता लिएर आएको छु। यो कविता यहाँहरूलाई कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुहुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मैले मेरो कविताको शीर्षक चाहिँ उसले देश छोड्यो भनेर राखेको छु। उसले देश छोड्यो अरे गाई गुई हल्ला भो, वरपर तलमाथि चारैतिर हल्ला भो। उसले देश छोड्यो अरे, उसले देश छोड्यो अरे गाई गुई हल्ला भो, वरपर तलमाथि चारैतिर हल्ला भो। उसले देश छोड्यो अरे। ऊ भन्दै थियो अब कहिले फर्किँदैन रे, ऊ भन्दै थियो अब कहिले फर्किँदैन रे। हुन पनि हो, किन फर्कियोस् ऊ, केका लागि, कसका लागि? बाबुआमा त उसले द्वन्द्वकालमै गुमाएको थियो। स्वास्नी अनि एउटा छोरो उसँगै जाँदै थिए। अनि नातागोता इष्टमित्र सबै तफसिलका कुरा हुन्। ऊ भन्ने गर्थ्यो देशमै केही गर्छु, आफ्नै माटोमा 10 नङ्ग्र्या ख्याउँछु, रगत पसिना बगाउँछु, सुन फलाउँछु सुन। ऊ भन्ने गर्थ्यो देशमै केही गर्छु, आफ्नै माटोमा 10 नङ्ग्र्या ख्याउँछु, रगत पसिना बगाउँछु, सुन फलाउँछु सुन। अनि मेरो प्रगति देखेर सबै दङ्ग पर्छन्, अनि मेरो प्रगति देखेर सबै दङ्ग पर्छन्। कति त डाहा र ईर्ष्याले जल्छन् पनि होला। ऊ भन्ने गर्थ्यो मलाई यो देशको माया छ, ऊ भन्ने गर्थ्यो मलाई यो देशको माया छ। यो पहाड, यो हिमाल, यो तराई, डाँडा काँडा, झरना खोला, वनस्पति, जीव जन्तु, सारामा मेरो असीम माया छ। ऊ भन्ने गर्थ्यो मलाई यो झन्डाको माया छ, अनि यो झन्डा मुनि आश्रित सबै नेपालीको माया छ। मलाई यो झन्डाको माया छ, अनि यो झन्डा मुनि आश्रित सबै नेपालीको माया छ। तर खै किन उसले मन एकाएक बदलिएछ, तर खै किन उसको मन एकाएक बदलिएछ। सायद देशको राजनीति हुन सक्छ, सायद बेरोजगार र भ्रष्टाचार हुन सक्छ, सायद युवाको विदेश मोह हुन सक्छ, सायद जीवन सङ्घर्षबाट विचलित हुन सक्छ। जहाज उक्लनु अघि उसले आफ्नो भूमिलाई ढोग्यो, जहाज उक्लनु अघि उसले आफ्नो भूमिलाई ढोग्यो। धुलोको टीका लगायो, उसले सम्झ्यो नेताका भाषण, आश्वासन, प्रशासन। उसले सम्झ्यो नेताका भाषण, आश्वासन, प्रशासन, द्वन्द्वकाल, गणतन्त्र, लुटतन्त्र, देशको कानुन, बेरोजगार, भ्रष्टाचार, नातावाद, कृपावाद, अरू यस्तै बर्र आँसु झरे। अनि अन्तिम पटक विदाईका हात हल्लाउन पनि सकेन उसले। अनि ऊ जहाजभित्र छिर्यो गरुङको मन लिएर। बर्र आँसु झरे, अन्तिम पटक विदाईका हात हल्लाउन पनि सकेन उसले। अनि ऊ जहाजभित्र छिर्यो गरुङको मन लिएर। धन्यवाद।